हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल अनि फेरि पनि स्वागत छ तपाईँहरूलाई मेरो एउटा नयाँ ब्लगमा। आज चाहिँ हाम्रो फ्यामिली टाइम, त्यही पनि फर्स्टचोटि हुँदैछ। अनि फर्स्टचोटि यसरी जानु लाग्यो चाहिँ म बिहा गरेपछि लाइफमै फर्स्टचोटि भनौँ। सो हेर्दै गर्नु होला। यहाँ चाहिँ यतिजना हो, छोरी रेडी। हेलो मायारानी। अनि सामान चाहिँ हाम्रो यता छ। हेलो, यति खुसी भएको छ मेरो छोरी, अब के भन्नु। अनि म चाहिँ यता छु। भित्र कस्तो देखिरहेको छ थाहा छैन, राम्रो देखिरहेको छ, कस्तो धुलो देखियो कि। अनि त्यसपछि हामी चाहिँ जान लाग्यो। अब जाँदै बाटोदेखि देखाउँछु ल। ल लेट्स गो गाइज। अनि एकजना चाहिँ मिसिङ हुनुहुन्छ यहाँनिर, अनि त्यस्तै हो। हेलो, ल जाउँ। गो, लेट्स गो गाइज, लेट्स गो। बाई पुन्टुरी लेट्स गो। स्याटरडे हाम्रो पिकनिक यस्तो धेरै छ, त्यो धेरै जानुपर्छ। गयो हामी हजुर। ओहो 20 है। गो। म त यति खुसी छु आज, खुसीको ठेगानै छैन। हामी पुग्यौँ, एन्ट्री भयो हाम्रो। अब जानुपर्छ माथि। यति धेरै मङ्कीहरू छ नि। कहाँ गयो छोरी र छोरीको बाउ? लु अब लाग्यौँ। धेरै देखाउन सक्दैनौँ यहाँ बाटोको, हामी वहीँ गएपछि देखाउँछौँ। किनभने यस्तो मङ्कीहरू छ नि, यहाँ सामानसँग हिँड्नै दिँदैनन्। सो त्यही हो। धेरै सङ्घर्षपछि यहाँ पुग्यौँ। यहाँ मेरो नानामा यस्तो भएको छ, लास्टै सङ्घर्ष गर्छ। दाइ बहिनी यहाँ मर्ने बेला भइसक्यो, छोरी वहाँ पुगिसक्यो। आज त त्यस्तो धेरै मान्छे पनि छैनन्। छैनन् आज, अरू कस्तो भिड हुन्थ्यो। अब पुग्यौँ जे होस् ठाउँमा। अब हामी सेटअप गरेर देखाउँछौँ। हाई फ्लाइङ खिच्देको नगरिदिऊ। राम्रो बेगर गर्नु पापड खाने। तिमी उता जाऊ, हामी ओछ्याउने अनि बस्नु। अहिले आउने हो फेरि एकछिनमा आइजाने हो। एकछिन उतापट्टि जानु मन लाग्ने होइन। यो सफा छ, उल्टा हुन्छ, यो साइड सफा छ नि त। उल्टा हुन्छ, सफा छ यो साइड, सफा साइड बिछाउ, केही फरक पर्दैन। यस भयो बेबी भयो। ल उता गइछु त। ठिक छ। कसले? मैले हो यो। अहिले फेरि त्यहाँबाट त मलाई गाली आउला। पापड यहाँ हो। यसले म पापड खाँदै गर्छु। यसलाई उता राखिदिउँ, यसलाई उता राखिदिउँ। त्यो बाहिर राखिदिनु हुन्छ। यहाँ पराउनुबाट स्टार्ट गरौँ। सिरानी पनि बगेर ल्याउनु पर्छ। हजुर हजुर मैले खान्छु। यता आइसक्यो नि त, उता अलिकता पहिलो
पहिलो निवाला आजको खै त मैले कहाँ सर्च बोलेको छैन सर्च मैले त ब्लग भन्दा सर्च जान्छ जग्गा विशेष गर्ने सबै राख्नु अहिले अहिले नखानु त्यस्तो अनि यसो बनाउने यस्तो बनाएर राख्छु नि एकचोटि राम्रो फोटो पनि खिच्छ यसरी थाम्दिनको लागि अहिले गर्ने है एउटा भिडियो एउटा फोटो गर्छ अनि त्यसको कति ढिलो काम हो 2 वर्ष अगाडि पुरै थियो पिल्ला एकचोटि टेस्ट गरौँ सोच न राख्यो यम्मी त्यो बच्चा त मेरो त्यो लडिदियो लडाइया हो के दौडेर आयो त्यसले लडाइया मगाइ हिँडाउँदै थिएँ लडाइया दादा लडा हो हामी देखेन लडाउनु त के अरे लडा हो लडाउनु हुनु ढका लियो होला कि यस अब खाना पस्किराख्छ छ अब हामी खान्छौँ मङ्की आएनन् भने खाने हो आयो भने खानै दिँदैनन् यहाँ त छैनन् कतै यहाँ त छैन मङ्कीहरू बेबी हाई राइतो अचार पुलाउ चिची डट 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 यो भयो थोरै हाल्नु अहिले थोरै पनि हुन्छ हो त्यसरी बेबी पख है भात दिन्छ छान भात खाने भन्छ भात चम्चा ल्याएनौ चम्चा ल्याएको त खाने चम्चा चम्चाले ल्याएको त त्यसैले हाल्नु त यो भयो क्या अहिले थोरै हाल्नु थप्दा हुन्छ त धन्यवाद अहिले हाल्नु लाने चम्चा ल्याएको खाने सानोको भात हाल्दैछ छुट्टै प्लेट उसको प्लेटमा हो त्यो अहिले गरौँला कि ल अन्त भात पोखिने हो यो राईको त्यो कुनामा राख न साइडमा राईको साइडमा राख न घोप्टिने हो छोरीले त्यो साइडमा राख्न यतिमा आउँदैन कि ल यो एक थोरै भात हाल्दैछ त छोरीलाई गेडा गरेको भात दिन त राम्रो भएको थियो आज ल भयो चम्मचले खाने हो बेबी त्यसमा भर्खर त्यसमा रस राख्छ रस रोस्ट रोस्ट रस होइन प्लेट प्लेट ल चारवटा प्लेटमा ल्याउँछ चारजना त हो मान्छे पनि यहाँ चाहिँ त्यो सबको भाँडामा हाल्नु हुँदैन प्लास्टिकमा हाल्दैन बाँकी प्लास्टिकमा छ हजुर के चाहियो हाल्दैछ हेर्नुहोस् तिनवटा मात्रै हाल्छ तिनवटा दुईवटा हो सबै साथी एउटा पकेटो ल्याउ न पकेटो मैले पकेटो ल्याउँ यो पनि पकेटो भात हाल्छु छुरी आयो आज गरिदेऊ ड्राइभर लगाएको छ गरिदेऊ अघि पनि गरिदेऊ छुरी पनि गरिदेऊ हा केही फरक पर्दैन मैले राखेँ है चटनी किन तिलको त्यो आइटम हुन्छ
टेस्ट गर मासु त थोरै लिएर आयो भने हुन्छ ग्रेभी मलाई पिस चाहिँदैन है ग्रेभी भएको छ ग्रेभी खान्छु मासु मिठो भएन भने यस्तो मिठो लाग्दैन यार भने हुन्छ मिठो भएको छ भनेर तर दामी भएको भोक लागेर कोही कति टेस्ट खाना टेस्ट छोला चम्मच 5 चम्मच हातले खानेपछि खाना त झिङ्गा आयो 4 चम्मचले होइन यहाँ छ एउटा चम्मच यहाँ छ अचारको छोडिदिनु अचारको त निस्क्यो ल टेस्ट गरेर यो त टाटा आफ्नो बिचमा भएको टेस्ट छोरो छोरी आइछ टेस्ट गरौँ ल टमाटर चाहिँ टेस्ट ल गर्ने यहाँ टेस्ट गरौँ छोरीको नजिक ल्याऊ ल यहाँ गर्ने हो कि यसो गर्ने हो ल ल्याऊ टेस्ट टेस्ट अचार किन भएको हुन्छ मिठो 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 घाम आयो नि टिक्क भयो एउटा प्लास्टिक ल्या होइन सानो दिनु भाइजीको भाउजूको राई त कस्तो हुँदो रहेछ बिहासम्म त खाइन्छ होला बिहासम्म त खाइन्छ होला राई त बिहाहरूमा बिहाको मिठो कि यो मिठो बिहा खान जस्तो भएको राई त खै त हालेको यो कुरा खाना भयो प्लास्टिकको चम्मच के अरे प्लास्टिकको कचरा ल्याएको भए पनि हुने रहेछ नानी घाम लाग्यो बेबी चिच्ची पनि खाइछु न उयो मैले राखिदिएको छु म त हाल्दा खान्छु बुझ्नु न पुरा रोयल पारामा खानु त्यसरी अब खाना धेरै नपाउनु पर्ने कि अहिले यति खाएर अनि घरमा गएर खायो भने हुन्छ रुमाल हाल्ला भने बाहिर निकाल्यो बेसी हाल्यो एउटा कलेजो थियो जम्मा एउटा कलेजोको डल्लो मात्रै यहाँ हाल्दा रहेछ अरू मासु खोइ परेदियो भएको त्यो छ हेर्छु न ल त्यस्तो मनीमा रोस्टमा के हालिदिनु रसोइतिर नुन नुन र हल्दी हालेर हालेर फ्राई गर्ने होइन
ऊ हाल्छन् त के उसको पेस्ट बनाएर हाल्छन् त मान्छे उसमा अदुवा लसुन अरू के हो मैले आजसम्म कहिले हाले छैन हुँदै हुँदैन त्यस्तो त्यो पनि ठिक पनि लाग्दैन कि मसला हाल्छु अलिकति मकै हाल्छु मकै भयो मकै चामल भयो चामल अनि नुन हल्दी तर आजको मासुमा उठेन नि नुन हल्दी मिट मसला मात्र हो प्याज त हो मतलब जिरा मसलाको धुलो होइन कि मिट मसला भयो त्यही पनि हुन्छ त सबै त्यो एक प्याकेट मसला 1 केजीमा आधी प्याकेट ठ्याक्क हालिदियो भने अरू के हाल्नै पर्दैन हल्दो पनि हाल्नु पर्दैन सबै चिज त्यसमै हाल्नु हुन्छ मिट मसलामा नुन मात्रै हाल्ने बाहिर पिरो पनि हाल्नु पर्दैन जुन्न भयो सक्यौ नराम्रोसँग लडाइदियो क्या त्यो डङ्गैहरू पारिदियो घन्टी बजाउँछु भनेर त्यहाँनिर छोडिदिएको बजाइदिन्छ कि हातमा समातेर भनेर अगाडि हिँड्दै आयो ऊ अगाडि पसल हिँड्दै आएछ पसल कहाँबाट आयो यो ठेलो कसो आयो यो ठेलो भनेर झिन्डा लाग्यो छोरो घर जानु कथा भइरहेको छ यहाँ पुग्या छैन मान्छे नजान्छु तिमीहरू बस्छ बेलुकीसम्म डर लाग्छ भाइ यहाँ बाँधेर उसलाई मात्रै हुने बाँध उसलाई बाँधेर के रक्षाला टोकिसकेको छ मलाई पनि झपट्टा हानिसकेको छ टोक्न मात्र लागिरहेको छ कम डर लाग्छ उसैमा हस्पिटलको चक्कर कम लगाउनु पर्दैन आज त बाँध्नु थोरै छ अस्ति पनि छैन पछि आयौँ खुवाई म रच्छ ओ छोरी के गरे त्यो प्लेटमाथि के हो बेबी मेरो त रोस्ट खाइँदैन होला किन मिठो मान्छे न अब हाम्रो के घरमा त्यो दिवाली हुन्छ त्यो दिन बस्छ घरमा त्यो दिवाली हुन्छ नि यहाँ दिवाली जस्तो हाम्रो कुल पूजाहरू हुँदैनन् केमा हो त्यस्तो छानाको खाना ठ्याक्क छानाको पनि घाम आयो यता पिकनिक हाम्रो चाहिँ सकिने बेला भयो खाइसकेर अब सुत्ने प्रोग्राम हो यहाँ साना आऊ छोरी उता खेल्दैछ थाक्यो हामीले कति खायो भन्छ न कति खायो भन्छ यति धेरै खायो हामीले पुरै खाली गरेर लास्टमा देखाउनु पर्ने बिर्स्यो है हामीले खानासाना खाइसक्यौँ अब एकछिन फोटोसोटो खिचेर एकछिन रेस्ट गरेर अनि जान लाग्यो अब अहिले फोटोसोटो खिच्छौँ त्यही हो टिकटक बनाउँ हाम्रो फोटो भिडियो भयो अब हामी एकछिनमा घर जाने छोरी चाहिँ आउनै मानिन यहाँ खेलेको खेलेछि कुकुर पनि नाच्दैछ अरे कुकुर सास फेर्दैछ कुकुर पनि नाच्दैछ अरे
यता छुटेन नि पिराती अलि तलसम्म हिँड अनि बोक्छु ल मलाई पनि ब्लगमा ल्याऊ अब बाई 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 अब चाहिँ बोक्ने थाहै लाग्यो गान्धीजी के 3 बन्दर अरे ढुङ्गा खस्यो अहिले दिन्छु सो हामीले पिकनिक गऱ्यौँ सबै भयो सकियो अब चाहिँ घर जान लाग्यो पछि म इन्ड गर्न बिर्सिन्छु त्यही भएर इन्ड गर्न लाग्यो थ्याङ्क यू गाइस थ्याङ्क यू सो मच बाई बाई